के तपाईलाई चिट्ठा परेको मेसेज आएको छ वा बैंकबाट भन्दै कसैले फोन गरेर ओटिपी मागेको छ? होशियार, तपाईको एउटा सानो गल्तीले बैंक खाता 1 मिनेटमै रित्तिन सक्छ। नमस्ते, म सुरेश। डिजिटल युगमा ठगहरूले नयाँ तरिका अपनाइरहेका हुन्छन्। कसैले तपाईलाई केवाईसी अपडेट गर्नुपर्छ भन्दै शंकास्पद लिङ्कहरू पठाउन सक्छन्। त्यस्ता लिङ्कहरूमा झुक्किएर पनि क्लिक नगर्नुहोस्। याद राख्नुहोस्, कुनै पनि बैंक वा आधिकारिक संस्थाले तपाईसँग तपाईको मोबाइल ब्याङ्किङको पासवर्ड वा पिन र मोबाइलमा आएको ओटिपी कहिले पनि माग्दैनन्। यदि तपाईलाई शंका लाग्यो भने तुरुन्तै आफ्नो बैंकमा सम्पर्क गर्नुहोला। आफ्नो पासवर्ड समय-समयमा परिवर्तन गर्नुहोला र सधैँ 2 फ्याक्टर अथेन्टिकेसन अन राख्नुहोला। तपाईको सुरक्षा तपाईकै हातमा छ। यो भिडियो आफ्ना साथी र परिवारलाई शेयर गरेर उनीहरूलाई पनि ठगिनबाट बचाउनुहोस्। यस्तै जानकारीका लागि मेरो च्यानल सब्स्क्राइब गर्नुहोस्।